नमस्कार, म पत्रकार केशव नेपाली। म यति बेला कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर 10 मा रहेको छु। मैले यहाँहरूलाई आज एउटा नयाँ जानकारी दिनको लागि यो सानो भिडियो बनाएको छु। यो पोखरा कसरत नगरपालिकाको ठ्याक्कै अगाडि साइडको यो 150 मा माछा र चिकन खाना मैले पनि यो ठाउँमा आज आएर पहिलोचोटि खाना खाएँ। यहाँहरूलाई पनि खाना खानको लागि चाहिँ त्यस्तो सस्तो रूपमा चाहिँ खाना खान चाहनुहुन्छ भने यो ठाउँमा चाहिँ आएर खान सक्नुहुनेछ। भनेपछि दिनमा 200 जानुभन्दा बढी हुन्छ। माछा चिकन जे खाए पनि 150। भनेपछि तपाईँ कहाँ चाहिँ विशेष गरी कस्ता खालको चाहिँ ग्राहकहरू बढी हुनुहुन्छ? हर किसिमका आउन सक्छ। अब तल्लो लेभलदेखि लिएर है हजुर ठिक मिडियम क्लाससम्म चाहिँ। हजुर होइन, मैले पनि खाएँ हजुरकोमा खाना। 150 मा तपाईँलाई यो पोसाउँछ? ठिकै हुन्छ। अब यो बेरोजगारी अवस्थामा ठिकै हो। हजुरको चाहिँ के नाम हो नि? होमबहादुर घरती मगर। भनेपछि कति भयो यहाँ थाल्नुभएको? अहिले 1 वर्ष प्लस। 1 वर्ष भयो। अनि जनशक्ति कति छन् हजुरको? अब हामी 4-5-6 जना 5-6 जना हुनुहुन्छ। सबै आफ्नो आफन्त। ए हजुर। $150 मा माछा र खाना। यो 150 मा चाहिँ यो माछा र खाना अहिले पनि तयारी गरिरहेको छु।